नमस्ते, वेलकम ब्याक टु सारा थापा च्यानल। तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। म चाहिँ आज यति धेरै दिनपछि तपाईहरु सामु आउँदै छु अनि म चाहिँ आज लुम्ले गाउँमा छु अनि लुम्ले गाउँको कृषि विकास केन्द्र भन्ने ठाउँमा चाहिँ म घुम्न आएको छु अनि यति राम्रो लाग्यो अनि मलाई चाहिँ सानो भए पनि भिडियो बनाऊँ भनेर भिडियो बनाउन मन लाग्यो। सर एकचोटि क्यामेराम्यान त देखाउनु हुन्छ अनि के अरे लुम्लेको कृषि विकास केन्द्र भन्ने ठाउँ। हामी चाहिँ आज लुम्लेको एलसी भन्ने ठाउँमा घुम्न आएको। यति राम्रो एलसी रहेछ क्या यो लुम्ले कृषि विकास केन्द्र भन्न लुम्ले कृषि विकास केन्द्र भन्ने ठाउँमा चाहिँ हामी घुम्न आएको अनि यसमा चाहिँ के पाइने होइन नि के हुन्छ नि यसमा खासमा थाहै छैन के हुन्छ नि कृषिको चिज सबै हुन्छ। तालिम लिँदा रहेछ नि हाम्रो स्याङ्जाको मान्छेहरू स्याङ्जातिर छ नि स्याङ्जाको पनि कति राम्रो जङ्गल है। अनि यहाँ चाहिँ लालीगुराँस फुलिरहेको छ। यस्तो मजाको लालीगुराँस आउनु न यहाँ यता। अनि यहाँ चाहिँ कुवा छ क्या। मलाई चाहिँ कुवाहरू देखेपछि फेरि यति मनपर्छ है। अब म यहाँ कुवामा जान्छु एकचोटि। हामी चाहिँ कुवा भन्छौँ कि खोलामा। आउनु त मान्छेहरूलाई छ। यहाँ चाहिँ माछा छ। माछा छोप्न सक्छ कि सक्दैन है छ र माछा छ क्या। अनि राम्रोसँग भेटेको छ है। कुना आयो कता गयो के मलाई चाहिँ यस्तो खोलाखोलीहरू एकदमै मनपर्छ। माछा छोप्छु भन्ने कि सक्दै सकिन। आउनु छ यता सिसो पनि छ। सिसो आयो भने चाहिँ आँखा कमजोर भएको दबाई हुन्छ। मैले खाएको राम्रो भएको भएछ है। सबै टिपेर खाइसकेको रहेछ सिस्नोहरू। यो चाहिँ सिस्नो हो गाई। तपाईँहरू थाहा छ कि छैन यसले पोल्छ भन्ने। आइज त्यो कति राम्रो जङ्गल है। ल कति राम्रो जङ्गल रमणीय ठाउँ। लुम्लेमा चाहिँ एकदमै रमणीय ठाउँ रहेछ है। मलाई चाहिँ सुपर गाउँ पनि राम्रो ठाउँ पनि राम्रो एकदमै राम्रो लाग्यो। त्यहाँ गयो भने कता पुग्छु नि उता गयो भने अर्कै बाटो जानु मिल्दैन होला है। कहाँ हिँडेको त्यहाँ गएर टिकटक बनाउनु मिल्दैन। मिल्छ आउनु न क्यामेराम्यान चाहिँ बिस्तारै आउनु होला। यहाँ चाहिँ टिकटक बनाउने ठाउँ रहेछ। म अब एकचोटि टिकटक बनाउँछु है। बुढी कस्तो लाग्यो लुम्ले कृषि विकास केन्द्र? मलाई चाहिँ लुम्ले कृषि विकास केन्द्र चाहिँ एकदमै राम्रो लाग्यो। मेरो बिहा भएको चाहिँ समथिङ 13 वर्ष भयो तर म चाहिँ अहिलेसम्म यो ठाउँमा चाहिँ घुम्न आएको थिएन। आज चाहिँ 13 वर्षपछि चाहिँ मलाई यो ठाउँमा आउन जुटेको रहेछ अनि म आएँ। मैले यो कृषि विकास केन्द्र पनि देखेँ। यति राम्रो यति ठुलो रहेछ जे हामी सबै घुम्न पाएन क्या। आज छुट्टी भएर जान दिएन। भोलि दिन्छ। भोलि चिया बगान मुसा पाल्ने छ, खरायो पाल्छ, विभिन्न किसिमको जीवजन्तुहरू। अनि म चाहिँ यो ठाउँमा आएकै छैन अनि के पाउँछ भन्ने मलाई थाहा पनि छैन। तर म चाहिँ यो आज चाहिँ बन्द रहेछ अनि हामी चाहिँ त्यो जङ्गलबाट यसरी हिँड्दै आएको अनि यो जङ्गलहरू देखेको यति राम्रो। मलाई फेरि साँच्चै भन्नुपर्दाखेरि मलाई गाउँ ठाउँ वन जङ्गल खोला नाला यति धेरै मनपर्छ क्या साँच्चै भन्नुपर्दाखेरि। किनभने म गाउँमै हुर्केको भएर होला मलाई गाउँ ठाउँहरू यति धेरै मनपर्छ। एकदमै रमणीय ठाउँहरू रहेछ। अनि त्यहाँ लालीगुराँस पनि फलिरहेको छ फुलिरहेको छ लालीगुराँस पनि। अनि अब चाहिँ हामी साइड अब घुम्न जान पाएन माथि। अब गर्दै अब हामी फर्किँदैछौँ। त्यही पनि म यही वन जङ्गलमा रमाउँदैछु साथीहरू। अब चाहिँ म यहाँ यसरी जान्छु। एकदमै राम्रो ठाउँहरू रहेछ क्या। बन्द गराउनु। अब चाहिँ हामी घुम्न पाएनौँ अनि अब फर्किँदैछौँ। एकदमै रमणीय जङ्गलहरू एकदमै राम्रो अति सुन्दर कृषि विकास केन्द्र लुम्लेको यही रहेछ। अनि बाटोहरू अनि त्यहाँ चाहिँ
लालीगुराँस फुल फुलेरहेछ अनि मैले टिपाउन भनेको सो टिप्न चाहिँ पाइँदैन रे। अब चाहिँ हामी फर्किँदैछौँ अनि मलाई चाहिँ माथि गएर एकदमै घुम्ने चिया बगानहरू रहेछ क्या, त्यो चिया बगानमा गएर एकदमै घुम्ने इच्छा थियो, हेर्ने इच्छा थियो। सो आज जान पाएन। आज जान नपाए पनि म भोलि चाहिँ पक्कै पनि जानेछु। म भोलि गयो भने चाहिँ फेरि अर्को नेक्स्ट भ्लग बनाउने छु साथीहरू। अनि मैले चाहिँ यो पात लिएर हिँडेको क्या, कति राम्रो छ। म चाहिँ यता छु अनि यता आउँदैछु। बाबु र बुढा चाहिँ अगाडि गइसकेको छ। अनि यो ठाउँहरू चाहिँ साँच्चीकै मलाई कस्तो मन पर्यो साथीहरू, यस्तो राम्रो लाग्यो क्या। अनि फोटो खिच्छु भनेको अनि यस्तो सुनसान जङ्गलमा बस्नु अलिक खतरा खतरा हुन्छ, जाम भन्नुभयो। अनि हामी चाहिँ अब जाँदैछौँ। यस्तै हो, सानो भए पनि म भिडियो तपाईँहरूलाई देखाएँ। भोलि चाहिँ म अर्को चिया बगानमा गयो भने चाहिँ म अर्को नेक्स्ट भिडियो बनाएर हाल्नेछु। म धेरै भयो क्या साथीहरू, भिडियोहरू बनाएको छैन, त्यस्तै भएर चाहिँ भिडियोहरू बनाएर पोस्ट गरेको छैन साथीहरू। अब चाहिँ म थोरै जस्तो पाउँछु त्यस्तो भिडियोहरू चाहिँ हाल्ने कोसिस गर्छु। मलाई साथीहरूले चाहिँ धेरैले किन हो भिडियो स्टप गर्नुभएको, भिडियो हाल्नु पर्यो भनेर सबैले रिक्वेस्ट गर्नुभएको छ। कस्तो राम्रो ठाउँ है, अति सुन्दर ठाउँ। अब चाहिँ हामी तर्फ जाँदैछौँ। अहिले चाहिँ हामी बाबुको एक्जाम सकिएर लुम्लेमा आएको थियो गाउँमा। यहाँ चाहिँ पानीको पाइप रहेछ क्या। बाबुको एक्जाम सकिएर लुम्लेमा आएको थियो अनि अलि दिन चाहिँ हामी यतै बस्नेछौँ लुम्लेतिरै। अनि थोरै लुम्लेको गाउँठाउँको म भिडियोहरू सकेसम्म हाल्नेछु। यहाँ चाहिँ बाटो यस्तो छ है, यहाँ चाहिँ गेट छ, गेटबाट चाहिँ यसो निस्किएर रोडतिर जान्छौँ हामीहरू। मैले स्कुटर चाहिँ उता रोकेको छौँ। यस्तो राम्रो वन जङ्गल, मलाई मात्रै हो कि तपाईँहरूलाई पनि हो वन जङ्गल मनपर्ने? मलाई त असाध्यै मनपर्छ हो वन जङ्गल। यो चाहिँ बागलुङ जाने बाटो है, बागलुङ बेनी मुस्ताङ जाने बाटो यो। यता चाहिँ पोखरा जाने बाटो। अनि यता आइपुगेँ म चाहिँ, यता चाहिँ हामी लुम्ले जान्छौँ। अब रोडमा आइपुग्यौँ। कस्तो राम्रो छ नि लुम्ले गाउँ त साथीहरू, मलाई त कस्तो मनपर्छ हौ यो गाउँ त। यहाँ चाहिँ खोलाको छेउमा एउटा घर रहेछ क्या। गाडी आइरहेछ। बागलुङ बेनी मुस्ताङ कुस्मा नयाँ पुल लुम्ले जाने बाटो। यहाँ जङ्गल छ माथिदेखि यहाँसम्म सबै कृषि विकासको जङ्गल रहेछ क्या। मेरो सन्तानहरू यता तिमीहरूलाई मतलबै छैन है, न भिडियोको मतलब छ न फोटोको मतलब छ है। फोटो खिच्न नि परेन, भिडियो बनाउनु परेन। अब हामी कता जाँदैछौँ बाबु? कता जाँदैछौँ? घर जाँदैछौँ। अब म पनि यहाँ बस्ने छु। खोला पुल कृषि विकासको वन जङ्गल हेर्नु छ के गरे कृषि विकास। तपाईँले जान्दैन भनेको पश्चिमाञ्चल कृषि विकास केन्द्र, पश्चिमाञ्चल कृषि विकास केन्द्र अरे म त नआउने भएर होला। अनि गण्डकी प्रदेश कृषि विकास जङ्गल है। अब रुखले आउनलाई यहाँ चाहिँ हेलो युकेश, हेलो 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 गाइस, हाम्रो च्यानलले हम लाइक र सब्स्क्राइब गर्नु है। अब चाहिँ हामी लुम्ले गाउँमा प्रवेश गर्दैछौँ।
अब चाहिँ हामी फेरि अर्को ढोटी खोला भन्ने ठाउँमा छौँ है। के खोला रे बाबु यो? ढोटी खोला नाम पनि कस्तो? माछा पाउने खोला हो अरे क्या, यो ढोटी खोलामा छौँ। ढोटी खोला खोला हेर्नको लुम्लेको। वा यता हेर त कस्तो दामी देखेको। आहा ल हामी चाहिँ यहाँ ढोटी खोलामा खोला हेर्न आएको। यो खोलामा चाहिँ एकदमै माछाहरू मार्दो रहेछ क्या। अनि कस्तो रहेछ जाम्न बुढा भनेर म चाहिँ यहाँको। वा के हो यस्तो? के हो यो? थाहै छैन मलाई यो के हो भन्ने नि। आउँदैछौँ म चाहिँ यस्तो यहाँ छु। ओ माई गड यता त गाउँ पो रहेछ त हौ। यस्तो ठाउँ रहेछ खै। ओ त्यहाँ रोडबाट आएको होला है। आइसकेको यो के रहेछ हौ? म त थाहै भएन। यो गहुँ होला है कि के हो? के रहेछ? ए गहुँ रहेछ नि त। ल गाडीको बाटो छैन रे। कसले भनेको? ड्याडीले। फेरि फर्कियो है त्यहाँबाट बाटो छैन रे। हो यस्तै हो नयाँ ठाउँमा। गाउँ पनि यस्तो पो हुँदो रहेछ त। ढोटी खोला पुल यहाँ चाहिँ गाउँ रहेछ है। अति नै सुन्दर गाउँ। बिस्तारै हिँड है। रमाइलो भयो युकेश। तर घुम्न त साँच्चीकै गाउँमै रमाइलो हुन्छ हौ। बजारमा त यो बजारमा यो सहरमा केही हुँदैन वास्तवमा भने झन्। यहाँ चाहिँ मैले के देखाउँछु है तपाईँहरूलाई। पन्यु अमला। यसमा चाहिँ पन्यु अमला पाउँछ क्या। ए हामी त गाउँमा बसेको हो नि त हो। त्यही भएर हामीलाई यस्तो कुराहरू हौ। ए पानी अमला हेर्न आऊ न। पानी अमला। पानी अमला। ए अच्छा आएन त। यहाँ आउँछ होला है। यहाँ नि आएन। आयो ए ल हिँड। पानीको अमला निकालेको के। ल हिँड। यता हेर। यता एकछिन नखाऊ है। युज गर्नुपर्छ। त्यहाँ चाहिँ बुढाले पर्खेर बस्यो हामीलाई। हामी चाहिँ यहाँ पानी अमला निकालेर खाँदै थियौँ क्या। अब त माछा पाउँछ होला हौ। माछा छोप्नुपर्छ भन्ने रहेको चाहिँ। कति धेरै माछा रहेछ नि त्यहाँ। ओ यहाँ माछा त्यसै माछा छैन। ऊ त्यहाँ पनि छ नि त। कत्रो? ओ त्यहाँ छ। त्यसै माछा छैन भन्ने हौ तपाईँहरू त। हिँड्नु त। आउन बरु हामी माछा मार्न। यहाँ खोला रहेछ। माछा मार्नु पर्छ माछा। ओ कति धेरै भुसुना रहेछ नि। कता गयो देख्नु भएन है। वा यस्तो राम्रो बाटो रहेछ त हौ। कसले घुमाओस् मलाई। बिचरा म लुम्लेको भएर पनि लुम्ले नघुमेको। लुम्लेमा बिहा भएको 13 वर्ष भएर पनि लुम्ले नघुमेको म पहिलो व्यक्ति म होला। बसेर त्यहाँ माछा हेर्दैछ। ठाउँ त खतरा छ त। बाबु लुम्ले गाउँ राम्रो रहेछ कि बोइको घर राम्रो रहेछ? लुम्ले। हाम्रो त खोलामा बाइक स्कुटर आउँछ। तिमीहरूको बोइको घर ओ त्यो त माछा होइन। होइन के यो त चेपा गाँडा हो त नि। माछा त भित्र छ के। यता हेर्नु। हेलो सोल्टी। हेलो सोल्टी। हेलो माछा हो त्यो। हेर्ने भए पारी जाम। कता पारी? ल बोल्न केही हुँदैन के। बोली बनाउनु भिडियो। हाम्रो देखेको छ जुम गरिन भन्छ।
रे हो धोती पल्टाउँछ है छैन होला गङ्गा त हामी चाहिँ लुम्ले गाउँ भन्दा तलतिर आयौँ कि अहिले चाहिँ अनि यसरी हेरेको यताबाट देख्दो रहेछ है बारीको डाँडा भित्ताहरू के हो उफ म चाहिँ यो बाटो हिँड्दै आएको थाक्यो है यसो हेर्दै आउने भनेर कता पुग्यो गाउँ छोरा ओहो गाउँ त खतरा रहेछ त टावर होइन यो बिजुलीको खम्बा ओ लुम्ले देखेको यो बाटो नराम्रो रहेछ कि उहाँबाट देखिन्छ के पुरै कहाँबाट राम्रो नदेखिँदो रहेछ ए बाटो भत्के रहेछ भत्के होइन यो पुरानो बाटो बनाउँदैछ नि त्यस्तो ढोटी खोला भन्ने त्यही हो त्यहाँ माछा बनाउने होला त यो सबै एउटै मिसिन लुम्लेको मान्छेहरू माछा बनाउने है हो अनि कहाँ हुन्छ नि त्यो फुपूहरूको त्यो बाह्र गाडीहरू गाडाहरू बारी खेत उयो त तल हो कसको त्यो फुपूहरूको लुम्ले गाउँ राम्रो देखिएन कि हाँडो पारिबाट होइन, देखिन्छ ठिक छ। बाटो राम्रो म जुम गरेर देखाउँछु सबै लुम्ले गाउँ है यो यसरी देखिँदो रहेछ लुम्ले गाउँ अलिकति पनि देखियो होइन 100 सबै चाहिँ देखियो होइन 1000 4-5 हजार भन्दा बढी छ माथिबाट यो चाहिँ तलबाट म सोल्टीको पनि फोटो खिच्यो गर्छु ल सोल्टी कहाँ राख्ने स्कुटर कहाँ राख्ने स्कुटर होइन ठिक छ यताको बाटो छैन यही बाटो देखाउँछु अब हामी घर जान्छ सोल्टीले स्कुटर ल्याएको रे त्यहाँ राख्ने हो त्यहाँ राख्ने हो मिल्छ त नि निकाल्न हामी चाहिँ यसरी घर जाँदैछौँ अँध्यारो देखेको पुसाइ भन्छ उहाँ चाहिँ पुसाइ हामी चाहिँ हाम्रो घर आइपुग्यौँ फाइनली घुम्न गएर घर आइपुग्यौँ बुझ्यो बच्चे कहाँ गएको हो बस होइन ल
सुतेर उठे क्या दिउँसो पिङ्कु खेल्ने हो हाम्रो पिङ्कुले के गरेको त नि छुन्नु छुन्नु पिङ्कु पिङ्कु तिम्रो बुट्टा खतरा छ त तिम्रो जुत्ता त खत्रै छ त नसमा त है पुछ नसमा यही हो मेरो लुम्लेको घर चाहिँ खाजा खाएर भाडा त्यहीँ छोडेर हिँडेको ल गाउँ हो यहाँ चाहिँ काब्रो फलेछ यसको तरकारी चाहिँ डेन्जर मिठो हुन्छ है साथीहरू मलाई चाहिँ एकदमै मनपर्छ अनि यो चाहिँ लुम्लेको भित्ता कत्रो ठुलो छ अनि यहाँ चाहिँ आन्टी फुपूको घर छ अनि यो चाहिँ हाम्रो भयो के अरे यहाँ के गरेछ बच्चा कता गयो पिङ्कु यता हेर यता हेर नानी लगाइदेऊ तिमी अघि नै आएको हो अघि नै आएको थियो हो अनि माथि गयो बजे आउनु भयो ए यो के छ त हेर कस्तो भयो घुमघाम रमाइलो रमाइलो भयो लाम्लो भनेर थियो यसले यता हेर रमाइलो भयो लाम्लो हामी त घुम्न गएको नि नानी तलतिर पोखरा घुम्न गएको होला हिजो गएको अनि कहिले आएको हिजो गएर कहिले आएको यहाँ चाहिँ हाम्रो फुल रोपेको क्या यस्तो राम्रो यहाँ पानी हाल्नु पर्छ नि तपाईँले पानी नहालिदिएको रहेछ हो यहाँ चाहिँ बन्डाहरू छ त्यो केराउ उसो त्यो किम्मु अब पाक्ने बेला भयो हाम्रो घाटमा त स्ट्रबेरीहरू फलेछ कहाँ नि हो ल हामी चाहिँ घुम्न भनेर बाहिर गएको थियो अनि एकदमै रमाइलो भयो आज चाहिँ नयाँ नयाँ ठाउँहरू देख्न पाएँ घुम्न पाएँ अब भोलि पनि घुम्न गयो भने फेरि अर्को नेक्स्ट भिडियो बनाउने छु है म बाई भन नानु बाई हाम्रो छानो मान्छे हो कि नि त हाम्रो छानो मान्छे बाई गर न ल बाई बाई Thank you for watching.